नमस्ते एभ्रिवान। आज पनि मेरो भिडियोको विषयवस्तु सडक कुकुर सम्बन्धी रहेको छ। म के भन्न चाहन्छु भने हजुर सम्पूर्णलाई यो गर्मी बढेसँगै कुकुरहरूलाई सडक कुकुरले बाँच्न एकदमै गाह्रो भएको छ। त्यसैले हजुर हामी सबैले हाम्रो घर बाहिर पुरानो भाँडामा चाहिँ टन्न पानी राखिदिनु होला र दिनमा एकपटक भए पनि खाना खुवाउनु होला भन्न चाहन्छु। प्लिज जसरी हामीलाई भोक लाग्छ त्यसरी नै उनीहरूलाई पनि एकदमै भोकले छटपटिने गर्छ, भोकले सताउँछ है। एउटा असल मानव भएर उनीहरू भोइसलेस एनिमलहरूको सहारा बनिदिनु होला, सेवा गर्न बानी बसाल्नु होला भन्न चाहन्छु। प्लिज यिनीहरूलाई कुट्ने पिट्ने नगरौँ। जय नेपाल। हजुरको घरहरूले यदि कसैले पनि यिनीहरूलाई यातना दिने, पिट्ने, कुट्ने, मार्ने, घाइते बनाउने जस्ता कुखुराहरूले गरेको देख्नुभएमा पुलिसमा रिपोर्ट गर्नुहोला भन्न चाहन्छु र यिनीहरूलाई यस्तो यातना कसैले पनि नदिनु होला। सडक जनावरलाई माया गरौँ, माया बाँडौँ, खाना दिउँ र मानवताको